बुढागौरी टिप्न जाने। ए ल ल ल माथि रोक्नु भएको छ माथि ढलानमा। अच्छा अच्छा ल हिँड बुढागौरी टिप्न हिँड यो चाहिँ चिप्ली भिन्टीको बिउ राख्नलाई सुकाएर राख्नु भएको चले हरि खोर्सानी रे आमी आमी आम्मा मामा बुढागौरी त खतरा मेरो ब्रोकौली झिनो साग हो के अरे झिनुवा सागको बेला मैले त्यहाँ खाली गरेर राख्छु कि सलाद साग अनि झिनो साग आलु सबै आएको रहेछ फुल हेर्नु नि त्यहाँ कस्तो राम्रो फुलेछ कहाँनिर आहा कति राम्रो खालको फुल रहेछ है यो झ्वाप्पा खालको कहाँ छौँ काँडे धनियाँ खै ए ए त्यो पनि हो कति ठुलो पात फुल हेर्नु कस्तो राम्रो फुलेछ अजो कागती ओहो यति ठुलोमा हालिदिएको हो नयाँ रोगेर फल्दैछ यहाँ अब नयाँ यो पात झरेर नयाँ पलाउँछ नि त यहाँ अब त्यही भएर हो फल्दैछ नि चलाउँदै थियो यहाँ कति राम्रो गरी यहाँ पनि रहेछ नि त पत्तीमा त पुदिना लसुन सलाद साग अनि झिनो साग झिनुवा साग पनि छ लसुन कति राम्रो भयो फुल्दै रहेछ भाइ के अरे लिमोन त फल्दैछ कि फुल्दै नि छ आलु हेर्नु न आलु सबैमा आलु लगाएको मैले निस्किन लागेको छ नि त निस्किँदैछ क्या पुरै स्ट्रबेरी धेरै नराखेको मैले निम्बु होइन लिमोन हो ए फलेछ त ज्यादा जरु बरु है के छ नि बेसार 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 ल खन्ने बेला खाने बेला भयो खोइ खै सबै निकालिदिनु भयो अस्ति निकालिदिएको यो बेसार अम्बो अब तान्नै सक्दैन त बेसरी फल्यो त भाइ छैन कति मजाले भयो कि बेसरी डरलाग्दो भइरहेछ ए बेसेर कलर वा है अब यिनीहरूलाई त्यही भएर यहाँ ल्याएर हालिराखेको भोलि ठुलो फलेको हो बेसारामा योलाई मात्र यो सोलर यो जाली हाम्रै हो पुरानो जाली किन्न परेन के यो ट्याङ्की यिनीहरू सबै 75,000 पहिला पनि आमै बच्चा रहेछ है माथि होला त नि कति राम्रो हाले रहेछ है अस्ति टिनको थियो नि त है अहिले राम्रो हाले रहेछ तर यो यहाँ र त्यहाँ त्यो सलाद सागको बिउनी छ नि त्यहाँ त्यो उस गरेर यहाँ चाहिँ नि उस रोपिदिने कि प्याज प्याज रोप्ने बेला भयो प्याज
फुल्न लागिसक्यो यता पनि उम्रिन लागेको छ आलु यो के हो नि यो धनिया कसरी यो त्यो ल्या अस्ति हिजो किनेर बारीबाट ल्याएको धनिया खाइसकेर रोप्नु भएको उस गरेर पला छ त नि जरा रोपेको यत्रो खुर्सानी हो नि कति यत्रो बुढो नि खुर्सानी हेर्नु खुर्सानी उयो सानसानो काँडे धनिया ए हो म त नि कति धेरै रहेछ है कट गर्नुहुन्छ एक किलो छ होला है 1 किलो बढी छ कि खै हामी जोख्ने कुरा छैन जोख्नु न छ होला कि 1 किलो ठ्याक्कै छ होला कति ठुलो भइसकेछ माछा त भाग लाउँदै रे हामीलाई दिने कि हामी लो भाग लाउनु मासुको भाग लाग्छ आमै आमै घर हैन घर फलेको सबैले चाख्नु न धेरै त छैन नि त थोरै छ पाँच भाग लाउनु पर्यो नि हैन तपाईले राख्नु भाग उठाउनु यो पनि यो काइजु बुलाई यो मलाई यो तपाईलाई 1 किलो तपाईलाई 1 किलो हामीलाई 1 पाउ हामीलाई रे घर फलेको घर जाने बुन्टे मामा घरबाट अब घर जानु पर्यो मामालाई बाई बाई गर है खै मामालाई बाई बाई गर मामालाई बाई बाई मामा भन् त भन् छिटो मामालाई बाई बाई गर बाबालाई बाई बाई गर ताता छिटो ताता छिटो गर लाड्नु नत्र गाडी टल्काउँदै हुनुहुन्छ मामाले अब त गाडी टल्काउँदै हुनुहुन्छ मामाले